नमस्कार है। नमस्कार सर। के भएर आउनु भयो? मेरो श्रीमान हराएर। श्रीमान हराएर बस्नु नि। कति भयो श्रीमान हराएको? अहिले 8 वर्ष भयो। 8 वर्ष भयो। केही हत्तोपत्तो छैन? केही पनि थाहा छैन? घर कहाँ हो? कोलपुर। कोलपुर कुन छ? हजुर। यही बाँके? हजुर। श्रीमानको नाम? विष्णु प्रसाद सिग्देल। यो कहिलेको फोटो? मनोकामना जानुभएको फोटो रहेछ। पाउँदै पाइएन कि त्यति बेला फोटै ऊ पनि थिएनन्, सितिमिति अनि फोटा जो आए पनि दिने हेर्नु फोटै भ्याइए। मान्छे नै खिच्ने उहाँ हो श्रीमान? हजुर। के नाम उहाँको? उहाँ श्रीमान विष्णु प्रसाद सिग्देल। यो बाबु अनि बाबुको नाम के हो? सुवर्ण सिग्देल। हजुर होइन उहाँ? हजुरको नाम? सावित्रा सिग्देल। सावित्रा सिग्देल। श्रीमान कसरी हराउनु हो? इन्डिया जाने भनेर अब यही त्यो नि सर है, घर बसेर ऊ नहुने। बाबु चाहिँ 74 मा बित्यो। अनि त्यही कुन बाबु? ठुलो बाबु। त्यति घर बस्नु मन भएन, त्यति हिँड्नु भयो कि। ए 74 सालमा ठुलो बाबु बित्यो? के भएर? पानी हाल्नु साथीको लैलैमा अनि त्यस्तो भयो। अनि अब खोइ अब एउटा बाहना त होला नि है, एउटा बाहना पार्नु भयो। अनि मलाई अब त्यो बाबुलाई पनि नसम्झ, तिमी घर यही बाबुलाई सम्हाल, अब घर बसेर पनि हुन्न, घर बनाएको ऋण छ। अब म चाहिँ अहिले भर्खरको उमेर छ भन्नु। पहिला आर्मीमा हुनुहुन्थ्यो हेर्नु, आर्मीमा पेन्सन पकाएर 3 चोटि शान्ति सेना गएर आएको मान्छे हो है। अब फोटाहरू पनि छ यहाँ उहाँको। उसको देखाउनुहोस् त सबै फोटाहरू। अति राम्रो मान्छे, असल मान्छे। शान्ति सेनामा नि गएर आउनु भएको, नेपाल आर्मीको हुनुहुँदो रहेछ। बहुत राम्रो मान्छे हुनुहुन्थ्यो सर। खोइ कहाँबाट गर बिग्रियो, कहाँबाट बिग्रियो। मैले त भने नि अहिले यो झोला छोड्यो भने यहीँ छोडेर हिँडिदिन्छु सर। यही सम्हालेर हिँड्ने। अहिले भर्खर उति साथीहरू एउटा मान्छेले लिएर नहिँड्नु सर। यो दिमागले काम दुईवटा चोट खप्न त धेरै गाह्रो हुन्छ सर। श्रीमान हराएको पीडा, एकातिर छोरो बितेको पीडा, कस्तो गाह्रो हुन्छ। कति गाह्रो हुँदो रहेछ आमा दिदी यो यस्तो घटनाले। यो बाबु त्यो सानो चाहिँ सानो थियो बाबु। अहिले त्यसैलाई भए पनि मैले जानेर राति उसलाई कोठा सुताएर म अर्को कोठा गएर रुन्थेँ कि उसले पनि फेरि केही गऱ्यो भने अनि पिर पर्छ। श्रीमानलाई के भन्न मन छ? अब जहाँ भए पनि जस्तो अवस्था भए पनि घर आइदिनु। बाबु एउटा छ, एउटा नभए एउटा त छ। अब दुःख सुख हेर्नु, जस्तो भए पनि बुढो भनेको घरको हो। भोलि छोरो अब दिन पहिला त्यो सानो 5 वर्षको छोड्नु हुनुभयो। अब अहिले त छोरो ठुलो भयो, भोलि छोराले बिहा गर्ला, छोरो हुन्छ। तर चाहिने त लास्टमा बुढै हो सर। हेर्नु दुःख गरियो, कति गरियो, बसौँला खाम्ला सुख होला भन्ने बेला होइन। म त कस्तो हालतमा भएँ कि सर। हेर्नु एक त पुत्र सो मेरो दिमागले त्यति कामै गर्दैन। तर त्यही पनि अहिले त बाबु अलि ठुलो भयो। हेर्नु हिजो साँझ चाहिँ यहाँ दिदीहरूले अनि उहाँ सर आउने अरे भनेर भन्न। अनि म त हेर्नु त्यहाँबाट एकदमै खुसी। मैले हिजो साँझ पनि हजुर आउनुहुन्छ भने खुसीले खानै खाइनँ। अनि बिहान पनि हेर्नु खुसीमा त खाना खानु पर्यो नि। आज बिहान पनि म त्यति हातेर गरेर हिँडेँ। मलाई खाँतिर तलै गएन कि हजुरलाई भेट्टाउँदै भगवान् भेट्टाए जस्तो लाग्यो। हेर्नु अब एउटा सानो बाबु हेर्नु है, त्यसैलाई हेर्नु पेन्सन रोकियो घरमा। अनि खर्च हेर्नु चल पैसा पनि खर्च भएन। नुन पानी गर्नु पनि गाह्रो भयो कि सर मलाई। हेर्नु अब त्यो अनि केही सिप नलाएर हेर्नु भैँसी पालेर दुध बेचेर बाबुलाई पढाएँ कि। हेर्नु यो सब अनि छोरो भन्छ मम्मी कसैलाई आँसु देखाउने होइन मम्मी, सब मनमा लिएर बस्ने, आफ्नो कुरा कसैले पोख्नेन, अरू हाँस्छन् गर्छन्। जे जस्तो भयो भोगौँला, अब त म ठुलो भएँ मम्मी भनेर। के भन्न मन छ श्रीमानलाई? श्रीमानलाई त अब जहाँ भए पनि घर बाबु सम्झेर आइदिनु होला। अहिले हराएको कति वर्ष भयो? अहिले 8 वर्ष भयो। हजुरको यही कोलपुरबाटै हराउनु भयो? कोलपुरबाटै हराउनु भयो। पहिला कोलपुर भन्दा पहिलाको बसाइ कहाँ हो तपाईँहरूको? हाम्रो उता ठाकुरद्वार पर्छ। हजुरको सासु ससुराको नाम के हो? हाम्रो तनहु। हजुर र हामीहरू इष्टमित्र पर्ने रहेछौँ। ए सासु ससुराको नाम के हो? तिलक प्रसाद सिग्देल बुवाको, अनि सीतादेवी सिग्देल आमाको। ल म प्रयास गर्छु नआत्तिनुहोस्। हाम्रो मामासँग हजुरको र हाम्रो चिनजान रहेछ। अनि हाम्रो आफन्त पर्नु नै छ। अस्ति मामाले उहाँ सर आउँदै हुनुहुन्छ अरे मामा ससुरालाई भनेको त उहाँ त हाम्रो मान्छे नि नानी भान्जी भन्नुभयो। अनि त्यसपछि हो के अरे मामा अहिले बल्ल थाहा भयो मलाई। यत्रो अहिले 8 वर्षसम्म म भित्रबाट बाहिर निक्लनु मन लागेन सर मलाई। अझै पनि एउटा छिमेकी आएर बसेपछि बल्ल मैले खाना खाने। एक्लै मलाई
त्यो घरै अन्धकार भयो भने 4 जनाको परिवार 2 जना भएर बस्दाखेरि कस्तो भयो होला के सर नातिनु म प्रयास गर्छु है मलाई यति दोगो थियो सर यहाँ हजुरसँग भेट हुने त्यही पनि खै किस्मतले कहाँ के अरे यति यस्तो हराउने मान्छे पनि होइन क्या हेर्नु नातिनु म बुझ्छु उहाँको बारेमा सबैतिर प्रभाव गर्छु आज हजुरको पीडा सुने छोरा गुमाउनु हो श्रीमान हराएको पीडा आज यसरी जिन्दगी बिताउँदै हुनुहुन्छ म तपाईँको पीडालाई खुसीमा बदल्ने प्रयास गर्छु मेरो बाचा हो है उहाँका बारेमा उहाँको श्रीमानका बारेमा जानकारी राख्ने देख्ने व्यक्तिहरूले हाम्रो नम्बर 98 015 64 808 मा फोन गरिदिनु होला यो मानवताको म्यासेज सबैसम्म पुगोस् नमस्कार